तपाईहरुलाई लाग्दै होला मैले यसरी फनफनी घुम्दै मैले किन ड्रेसहरु देखाइराछु छु भनेर, किनभने मैले चाहिँ यस्तै कपडाहरुको सानो बिजनेस स्टार्ट गरेको छु। बिजनेस कुन ठाउँमा भन्नुहुन्छ भने मैले चाहिँ घरैमा बसेर मैले चाहिँ लाइफमा फर्स्ट टाइम यसरी बिजनेस गर्दै छु। थोरै अमाउन्ट थोरै लगानीमा। मलाई थाहा छैन यो कामलाई म कतिसम्म अगाडि लान सक्छु, तर म सबैभन्दा पहिला चाहिँ थ्यांक यू सो मच भन्न चाहन्छु। कसलाई भन्नुहुन्छ भने मैले चाहिँ यो बिजनेस स्टार्ट गरे पछाडी चाहिँ मलाई चिन्नु हुने, मलाई जान्नु हुने मेरो नजिकको मान्छेहरुबाट धेरै कपडाको अर्डर आएको छ र धेरै जनाले कपडाहरु पनि लिदिनु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद तपाईहरु सबैजनालाई। अनि मलाई नचिन्नु हुने र मसँग कन्ट्याक्टमा नहुनु हुनेहरुको लागि यो भिडियोबाट म के भन्न चाहन्छु भने मैले चाहिँ नेपाली लुगा स्पेशली छोरी मान्छेहरुको लागि, बुढी आमाहरुदेखि लिएर भर्खरको नानीहरुसम्मको लागि मैले चाहिँ कपडाहरु राख्ने गरेको छु। यदि तपाईहरुलाई नेपाली कपडा, साडी भयो, रेडिमेड ब्लाउज, तातो तातो वुलनको कुर्तीहरु, स्वेटरहरु, अनि मैले यो लगाएर छमछमी नाचिरहेको छु नि, अनि यस्तो कुर्तीहरु पनि पाउन सक्नुहुनेछ। तपाईहरुलाई यस्तै यस्तै कपडा चाहिन्छ भने मलाई मेसेज गर्न सक्नुहुनेछ। थ्यांक्स फर वाचिङ। बाइ बाइ।